लिएर आएको अरे त हो फाइनली सो गाइस राजाको घर केटाहरू सन्चै हो नि होइन आरामै छ नि केटाहरूलाई केटाहरू आयो है आयो साना केटाहरू केटाहरू औडा उड्यो उड्यो हामी बादलको माथि उड्छौँ ल अब त केही है काठमाडौँ छोड्यो हो थाङकोटको डाँडा छोड्यो 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 उड्यो उड्यो अब कहिले आउने हो थाहा छैन कमिला जस्तो देखिरहेको के घरहरू त हेर है हो कि होइन सबै रोकेला रिक्सा पाइरहेको अहिले चाहिँ भयो ल खतरा देख्छ बादलहरू हिँडेको जस्तै देख्दैन यो यही छोडिदिनु कि क्या हो मेरो ब्याग निकालेर त कस्तो के खाउँ भयो अघि खाऊ भन्नु कस्तो नखाउँ ए त्यो पानी पानी उत्ताको ल्यान्ड गर्ने ठाउँ चाहिँ जोखिमपूर्ण रहेछ यहाँको पनि यहाँ वेट माथिबाट पुग्यो अरे यता त रोड दामी छ नि रोड त लास्टै चिल्लो यार दामी छ
गाडी पनि कसरी लाइन लागेर बसेको गाडीको त यहाँ कुरै छैन यहाँ हेर्नु घरको वरिपरि गाडी नै एयरपोर्ट आयो त्यो त तल आउँदो रहेछ यार पखेडाको वाक्क आयो नि राम सबै एक राउन्ड घुमाइदिन्छ यार यहाँबाट रनवे लिनु यहाँ रहेछ त ल्यान्डिङ जस्तो माटोमा कुदाउन आएको यार कहाँ माटो हुनु यहाँ पिच छ नि उसको ऊ हिँड्ने ठाउँमा त होला नि ओ माई गॉड बिस्तारै झार्नु बिस्तारै 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 टेक्यो पखेटा हेर न कस्तो माथि जान्छ ल आइपुग्यो कुबेत पनि